Hello everyone, welcome to Restaurant P. आजको यो भिडियोमा म तपाईहरुलाई तपाईहरुको डिश चाहिँ कसरी एड गर्न सकिन्छ स्टेप बाइ स्टेप सिकाउने छु। सुरुमा तपाईले रेस्टुरेन्ट पी मा लगइन गरिसक्नु भएपछि साइडमा डिश म्यानेजरको अप्सन देख्न सक्नुहुन्छ। त्यसमा क्लिक गर्नुभयो भने तल सबैभन्दा लास्टमा डिशेसको अप्सन देख्न सक्नुहुन्छ। त्यसमा क्लिक गर्नुहोस् अनि नयाँ डिश एड गर्नको लागि तपाईले यहाँ प्लस बटनबाट एड गर्नुपर्ने हुन्छ। प्लसमा क्लिक गर्नुभयो भने तपाईले यहाँ देख्न सक्नुहुन्छ इमेजमा अपलोड गर्नलाई तपाईलाई अप्सन छ। त्यो प्लस बटन क्लिक गरेर तपाईको डेस्कटपबाट एड गर्न सक्नुहुन्छ। मैले चाउमिनको फोटो राखेको छु अहिलेको लागि चाहिँ। अनि यो टाइपमा चाहिँ सिंगल टाइप हो कि भेरिएन्ट टाइप हो कि सर्भिस टाइप हो तपाईले यसमा हेर्न सक्नुहुन्छ। यो चाहिँ भेरिएन्ट टाइपमा पर्छ चाउमिन चाहिँ, किनभने यसमा चाहिँ फुल प्लेट हाफ प्लेट हुन्छ नि त। सो अहिलेलाई चाहिँ हामी भेरिएन्ट टाइपमा राख्ने छौं। त्यसपछि डिश नेममा को नाम राख्ने छौं चाउमिन। अनि त्यसपछि क्याटेगोरीमा चाहिँ तपाईले यो चाउमिन चाहिँ कुन क्याटेगोरीमा पर्छ त्यसरी तपाईले एड गर्न सक्नुहुन्छ। चाउमिन चाहिँ लन्चमा मैले राख्दिएको छु अहिलेको लागि। अनि युनिट चाहिँ प्लेटमा हुन्छ। चाउमिन सधैँ हामीले खाँदै गर्दाखेरि प्लेटमा खाइरहेको हुन्छ, सो युनिट चाहिँ प्लेटमा हुन्छ। अनि एडल्समा चाहिँ तपाईले एक्स्ट्रा भेजेसहरु राख्न पनि सक्नुहुन्छ अथवा नराख्न पनि सक्नुहुन्छ। हामी अहिलेलाई चाहिँ राख्ने छैनौं। अनि किचन एरियामा चाहिँ केओटी वाला राख्ने छौं। यो केओटी भनेको चाहिँ किचन अर्डर टोकन हो। अनि त्यसपछि हामी तल गएर भेरिएसनमा हामी देख्न सक्छौं सिलेक्ट भेरिएसन भनेको छ। यसमा चाहिँ चाउमिन चाहिँ प्लेटमा हुन्छ, सो प्लेटको हामी अप्सन चुज गर्ने छौं। त्यसपछि फुल प्लेट राख्ने छौं अहिले। अनि भेरिएसनमा क्लिक गर्ने छौं। भेरिएसनमा चाहिँ चाउमिन भेज हो कि नन भेज हो कि एगलेस हो कि यो सबै जति पनि अप्सन देख्नु भएको छ यसमा तपाईले एड गरेर तपाईको आफ्नो प्रिफर अनुसार राख्न सक्नुहुन्छ। अहिलेलाई चाहिँ हामी यसलाई नन भेजमा राख्ने छौं। अनि एउटा कुनै कोड जेनेरेट गर्दिने छौं। सेल्समा चाहिँ हामी फुल प्लेटको मानौ 150 राख्ने छौं अहिलेलाई चाहिँ। अनि त्यसपछि क्रिएट गर्नुभयो भने तपाईले यहाँ देख्न सक्नुहुन्छ तपाईको भेरिएसन चाहिँ एउटा क्रिएट भइसकेको छ। अब हामीलाई चाहिँ हाफ प्लेटको भेरिएसन चाहिने हुन्छ। त्यही भएर हामी सिलेक्ट भेरिएसनमा गयो भने फेरि प्लेट गर्ने, त्यसपछि हाफ प्लेट गर्ने अनि भेरिएसनमा डिश टाइपमा नन भेज अनि एउटा जेनेरेट गरिदिने। त्यसपछि हाफ प्लेटको प्राइस चाहिँ हामी 90 राख्ने छौं अहिलेलाई अनि क्रिएट गर्ने छौं। तपाईले यहाँ देख्न सक्नुहुन्छ तपाईको दुईटा भेरिएसन चाहिँ क्रिएट भइसकेको छ। अनि क्रिएट गर्नुभयो भने चाउमिन सक्सेसफुली क्रिएट हुन्छ। त्यो हेर्नलाई चाहिँ तपाईले भेरिएन्ट टाइपमा जानुहोस्। त्यसपछि यहाँ फर्स्टमा तपाईले देख्न सक्नुहुन्छ। भर्खरै क्रिएट गरेको यो भेरिएसन चाहिँ कहाँ गएर हेर्न सकिन्छ भनेर सोच्दै हुनुहुन्छ भने हामी फेरि यो हेर्नको लागि चाहिँ पीओएस मा जाने छौं। पीओएस मा गयो भने हामीले भर्खरै अपडेट गरेको चाउमिन थियो। चाउमिनमा क्लिक गर्नुभयो भने हाफ प्लेट फुल प्लेट भनेर भेरिएसन देख्न सक्नुहुन्छ।